नमस्ते, स्वागत छ यहाँहरूलाई मेरो च्यानलमा। म आज यहाँहरूलाई केराको बुङ्गाको अचार बनाउने तरिका देखाउने छु। यो अचार चाहिँ एकदमै स्वादिलो हुन्छ। यसको लागि सबभन्दा पहिला म केराको बुङ्गा लिएकी छु। अब केराको बुङ्गालाई चाहिँ सबभन्दा पहिला केलाउनु पर्ने हुन्छ। यो बुङ्गाको 4-5 वटा रातो लेयर फ्याक्नु पर्ने हुन्छ। तर यो भित्रको फूल चाहिँ अचार बनाउनमा हामी युज गर्छौं। हामी चाहिँ यो व्हाइट पार्ट युज गर्छौं। अब यसलाई चाहिँ बीचमा यसरी काट्ने। यो व्हाइट पार्टलाई सानो सानो टुक्रामा काट्नु पर्ने हुन्छ। यो सबै टुक्रा काटिसकेपछि एउटा म भाँडोमा पानी लिएकी छु। अब सबैलाई चाहिँ म यसमा राख्छु। सबै बुङ्गालाई म केलाउन नजेलसम्म यो व्हाइट पार्टलाई म पानीमा डुबाइ राख्छु। नत्र भने यो बुङ्गा चाहिँ छिट्टै कालो हुन्छ। त्यसैगरी यो बुङ्गाको फूललाई चाहिँ केलाउनु पर्ने हुन्छ। साथीहरू, यो फूलको बिचमा कुनै कालो वा कुनै सेतो सिन्का हुन्छ। यसलाई चाहिँ फ्याल्नु पर्ने हुन्छ, किनकि यो सिन्का चाहिँ तितो हुन्छ। त्यही भएर हामी यो सबै सिन्कालाई फ्याक्छौं। साथीहरू, म सबै बुङ्गालाई केलाइसकेकी छु। अब यसलाई प्रेसर कुकरमा राखेर उसिन्नु पर्छ। यो बुङ्गासँग आलु पनि राखेर उसिन्न सक्नुहुन्छ। र यो कुकरको बिर्को बन्द गरेर म 3 सिटी जति लगाइदिन्छु। साथीहरू, यो बुङ्गा चाहिँ मजाले पाकिसकेछ। म यो पानी छान्नेले छानेर म अर्को भाँडोमा ट्रान्सफर गर्दैछु। हेर्नु साथीहरू, सबै पानी पनि तरिसके। छुट्टै 4-5 वटा जति आलु बोइल गरेकी थिए। आलुलाई पनि म सानो सानो टुक्रामा काटेर यो बुङ्गासँगै राख्दैछु। एउटा स्लाइस गरेको प्याज पनि हाले, सेतो तिलको छोप पनि हाले, चिली फ्लेक्स हाले, आफ्नो स्वाद अनुसारको नुन पनि हाले र यति जति कागतीको रस पनि हाले। अचार झान्नको लागि मैले एउटा प्यान बसाले। त्यसमा मैले यति जति तोरीको तेल हाले, थोरै मेथी फुराए, 3 वटा जति काटेको हरियो खुर्सानी पनि हाले, 1 चम्चा जति अदुवा लसुनको पेस्ट पनि हाल्दिए र यसमा थोरै बेसार पनि हाल्दिए। म एकछिन लो फ्लेममा मजाले चलाइदिन्छु र अब यसले चाहिँ म अचार झाने। लास्टमा म हरियो चप गरेको धनियाको पात पनि राखिदिन्छु। अब राखेर सबैलाई म मिक्स गरिदिन्छु। यतिको मिक्स गरिसकेपछि हाम्रो केराको बुङ्गाको अचार चाहिँ खानको लागि रेडी भइसकेको छ। आशा छ मलाई तपाईहरुलाई यो केराको बुङ्गाको अचार पक्कै मन पर्यो होला। परेमा लाइक, कमेन्ट, सब्स्क्राइब गर्न नबिर्सनु होला। धन्यवाद। थ्यांक्स फर वाचिङ।